दर्शकहरू नमस्कार। लाइभ नेपाली न्यूजको न्यूज बुलेटिनमा तपाईहरूलाई फेरि पनि हार्दिक स्वागत छ। देशभरका विभिन्न महत्त्वपूर्ण समाचार अपडेट लिएर तपाईहरुमाझ उपस्थित भइसकेका छौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कहाँदेखि हेर्दैहुनुहुन्छ, के भन्न चाहनुहुन्छ, तपाईको मनमा लागेका प्रतिक्रिया सुन्न नभुल्नुहोला। समाचार सबै अत्यन्तै महत्त्वपूर्ण सन्दर्भबिन समय अवधिभर हामीसँग रहन भने नबिर्सनुहोला। युवराज सफलले दे रविलाई फेरि जेल हाल्ने चेतावनी। केपी शर्मा ओलीको पालो अब जेलको यात्रा। सुमना श्रेष्ठ लाई निकै ठुलो पछुतो राष्ट्रपा छोडेर रवि लामिछाने बारे निकै ठुलो खबर आजको अपडेटमा रहनेछ। सरकारमा जाने बारे चर्चा परिचर्चा। रवि लामिछाने पक्राउको प्रतिशोध साधेर ओलीले गरेको जुन पाप थियो त्यो अब पखाल्ने बेला आइसकेको छ। यसबारेमा पनि विशेष जानकारी दिनेछौँ। नेकपा एमालेमा हुङ्कार मचाइरहेका केपी ओलीको अब दिनगन्ती सुरु। रवि लामिछानेका दिन अब खुल्दै। दर्शकबिन आउनुहोस् अब पहिलो तथा विशेष खबरतर्फ लागौं। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले धरोटीमा रिहा गर्ने आदेश दिए लगतै युवराज सफल पौडेलले प्रतिक्रिया जनाएका छन्। विगतमा रवि लामिछाने विरुद्ध नागरिकता लगायतका विषयमा मुद्दा दायर गरेर चर्चामा आएका सफलले रविका समर्थकहरूलाई धेरै खुसी नबनाउन चेतावनी दिए। सामाजिक सञ्जालमा एक भिडियो सन्देश राख्दै सफलले रवि लामिछाने निर्दोष साबित भएर वा क्लिन चिट बाहिर निस्किन लागेको नभई ठूलो रकम धरोटी बुझाएर आउन लागेको जिक्र गरे। रवि लामिछानेलाई अदालतले साधारण तारिकमा छाडेको वा क्लिन चिट दिएको होइन। सफलले भिडियो सन्देशमा भनेका छन्, तिमीहरू धेरै खुसी नहो भाइहरू। मैले चाहे भने भोलि नै तिमीहरूको भगवानलाई खोरमा हालिदिन सक्छु। विचार गर भाइहरू। युवराज सफलले लामिछानेले सहकारीको रकम अपचन गरेको स्वीकारोक्ति स्वरूप नै धरोटी तोकिएको तर्क गरेका छन्। उनले भनेका छन्, आफूले सहकारीमा ठगी गरेको पैसा तिर्न तयार रहेको र तिरेको पैसा तिरिसकेपछि मलाई बाहिर निस्कन दिनु भनेर अपिल गरेपछि अदालतले 2 करोड 68 लाख रुपियाँ तिरेर बाहिर जा भनेको मात्रै हो। उनले लामिछाने मुद्दा जितेर नभई धरोटीमा मात्र रिहा भएको भन्दै अनुसन्धान र मुद्दाको प्रक्रिया अझै बाँकी रहेको बताएका छन्। प्रमाण नष्ट गर्ने सम्भावना नभएकाले अहिले थुनामा राख्न नपरेको मात्रै हो। उनी विरुद्धको मुद्दामा सर्वोच्च अदालतमा समेत सुनाइ हुनेछ। उच्च अदालतले तुलसीपुर बुटोल इजलासले रवि लामिछानेलाई धरोटीमा छाडिसके यतिखेर सामाजिक सञ्जालमा विभिन्न खाले तर्क वितर्कहरू भइराखेका छन्। सहकारी ठगी मुद्दाको बिगो बमोजिमको रकम बुझाएर थुना मुक्त भएका रवि लामिछानेले लड्न मुद्दा बाहिर बसेर मुद्दा लड्न पाऊँ भनी दिएको निवेदन उपार हिजो बिहिबार सुनाइ गर्दै न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई धरोटीमा छाडेको हो। यो आदेशसँगै लामिछाने आज शुक्रबार धरोटी बुझाएर रिहा भएका छन्। हिजो बिहिबार अबेर फैसला आएकाले उच्चबाट कागदास शुक्रबार मात्रै जिल्ला अदालतमा पुग्ने बताएसँगै उनी आज मात्रै रिहा भएको समाचार बाहिर आइरहेका छन्। तर युवराज सफलले भने राजसभाका नेताहरूलाई